मिरा झुङ्गानाहरू आज मन्त्री बाँडाबाँड भएर गरेर हिँडेका छन्। सुदन गुरुङहरू मन्त्री बाँड्दैछन्। अनि यो प्रश्न गर्दा त फेरि झोले भइन्छ नि त दाइ। कसरी झोले हुन्छ? कसरी झोले हुन्छ? ट्रेन सबै भन्छन् त्यहाँ। ट्रेन यसका ट्रेनले थाम्नेवाला छैन यहाँ। ओमप्रकाश सुशीला अरियाल पालेनका झोले उसले थाम्नेवाला छैन। यो लडाइँ भनेको अब पश्चिमाको र नि हाम्रो दुर्गा परसाईको, किनभने यो देशमा हिन्दू राष्ट्र नि गर्दन जाओस् कायम गराएर छाड्छु क्या। जस्तो नि दाइ अन्तरिम सरकार गठन हुँदै गर्दाखेरि सेनाले स्टेक होल्डर दुर्गा परसाई पनि हो भन्दै गर्दाखेरि सुशीला कार्की कसरी सरकार प्रमुख बनिन् त्यो बताइदिनु। यस्तो भन्नु स्टेक होल्डर भन्ने ठाउँमा के भयो भन्दाखेरि अब जेएनजीले हालिमुहाली थियो, यो त सबै कुरो थाहा पाइसकेको थिएन नि त। थाहा नभएपछि अब जेएनजीले फेरि आन्दोलन गरेपछि अरू रक्तपात बात हुन्छ भनेपछि मलाई यो सरकार चाहिँदैन। केही समय पछाडि यो सरकार यो सरकार त टिक्दैन। यो सरकारमा सत्यता छैन। डलरमा आएको सुशीला कार्की देख्नुभयो होइन, बसेर पिसा फेरेर उठ्न सक्दिनन्। के को देश चलाउनु? एउटा कुरो बुझ्नु, सुशीला कार्की आफै बसेर पिसा फेरेर उठ्न सक्दिन, अर्काले उठाइदिनुपर्छ। अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छ, त्यही केपीले गराइहाल्थ्यो नि चुनाव। जेएनजीको माग पुरा होला। यिनीहरूले भ्रष्टाचारीलाई धुन्न सके। म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छेको पृथ्वीमा हुँदैन थियो भ्रष्टाचार।